हेलो गाइज, नमस्ते। म चाहिँ आर्यन पुन मगर अनि ऊ चाहिँ सबिना थारू मगर भनौँ। अहिले चाहिँ विशेष गरेर हामी दुईजना चाहिँ बदम खन्नको लागि आइरहेका छौँ बारीमा चाहिँ खेतबारीमा। अनि यता सबिना छिन् भने यता साइडतिर चाहिँ म छु। अनि हामी चाहिँ एकछिनपछि भनौँ न यो बिस्कुट खाइसकेपछि चाहिँ हामी बदम खन्छौँ। अब के कस्तो हुन्छ त्यहाँ चाहिँ होइन, भिडियो कस्तो बन्छ अन्तिमसम्म हेरिदिनु होला। अनि सकेसम्म सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु हाम्रो सबिनाजीको च्यानलमा चाहिँ होइन। त्यही हो। अनि हामी अहिले चाहिँ बिस्कुट खाँदैछौँ। त्यसपछि चाहिँ हामी खन्छौँ यो बिस्कुट खाइसकेपछि। अब कति बदम भेटिन्छ कति भेटिँदैन त्यो त अब एकछिनपछि थाहा हुनेछ। त्यही पनि हजुरहरूले फुल भिडियो हेरिदिनु होला, स्किप चाहिँ कति पनि नगर्नु होला। यो चाहिँ सबिना थारू मगरको चाहिँ फर्स्ट भ्लग भिडियो हो भनौँ होइन। धेरै समयपछि चाहिँ आफ्नै रियल फेसमा उ गरेको छन् उनले चाहिँ। अनि त्यही हो। अनि सबिनाले लाइक सब्सक्राइब गरिदियो भन्छौ कि नै त? लाइक सब्सक्राइब पनि गरिदिनु होला है त। ल साथीहरू, हामी चाहिँ अब दुईजना मिलेर चाहिँ अब डाँडाहरू भनौँ न यसलाई चाहिँ हामी उखेलेर अर्थात् काटेर चाहिँ गर्दैछौँ। त्यही हो। के गर्ने, गाह्रो छ हौ साथीहरू। गाउँले जिन्दगी, गाउँले जीवन यस्तै हो। हजुरहरूले चाहिँ भिडियो अन्तिमसम्म हेर्नु होला। हामी बदम खन्ने पनि छौँ यो खारिसकेपछि चाहिँ पुरै। अनि त्यही हो। मलाई चाहिँ साथीहरू होइन एकदम किन खै अलिकति काम गर्ने बित्तिकै गर्मी लागिहाल्छ। त्यसैले गर्दा चाहिँ ग्लुकोज ल्याएको छु मैले चाहिँ, तपाईँलाई देखाउँछु। यो ग्लुकोज पनि पोखिसकेपछि ग्लुकोज ल्याएको छु। यो ग्लुकोज पनि हामीले भन्दा पनि मैले खान्छु। यसो चाहिँ शरीरलाई एकदम कुल गराउँछ। सबिनाले चाहिँ यहाँ बदम खन्दैछन्, देख्न सक्नुहुन्छ साथीहरू हजुरहरूले चाहिँ। अनि मान्छेहरूले चाहिँ बदम खनेर सकिसक्यो। हामी दुईजना चाहिँ एक्लै अहिले बारीमा आएर बदम खन्दैछु भनौँ। के गर्ने, यस्तै छ जिन्दगी हो कि नै। अनि कहिले सकिने थाहै छैन। बदम भेट्यो कि नै? कति भेट्यो खै? अनि अरू त बदम चाहिँ यता पनि छ, थोरै मैले खनेको यो चाहिँ। अनि सबिनाले चाहिँ खन्दैछन्। यता राखेँ मैले चाहिँ। अनि यसैमा राखिदियो न। बदमै छैन, फलेको पनि छैन। त्यस्तै हो साथीहरू, के गर्ने होइन। बदम पनि अब खासै फलेको छैन। अब थोरै भए पनि खनेर लग्नुपर्छ। अनि हेर्नु साथीहरू, यति बदम भेटेको छ अहिले। देख्नुभयो यत्रो एरिया खनेर पनि गाह्रो छ। भनेको जस्तो हुँदैन, खन्दैछौँ होइन। साह्रो छ बारी चाहिँ, भनेको जस्तो पनि हुँदैन, खनिँदैन, साह्रो छ। अनि अब हामी चाहिँ खन्दैछौँ भनौँ। हेर्नुहोस् यसरी खोपिन्छ क्या बदम, थोरै मात्रै छ बदमहरू चाहिँ। अनि हजुरले चाहिँ हेरेर भिडियो चाहिँ होइन सकेसम्म सपोर्ट गर्नु होला। अन्तिमसम्म चाहिँ लाइक पनि गरिदिनु होला है। कमेन्ट मार्फत चाहिँ आफ्नो सुझाव सल्लाह प्रतिक्रिया पनि दिनु होला साथीहरू। अनि अब चाहिँ हामी खन्दा धेरै भइसक्यो टाइम चाहिँ। अनि अब हामी चाहिँ हजुरहरूलाई चाहिँ फाइनल लास्टमा चाहिँ अब बदम कति हुन्छ के हुन्छ होइन देखाउँछ। यहाँ देख्न सक्नुहुन्छ यति नै छ क्या, धेरै छैन। त्यही त गाह्रो छ साथीहरू। यत्रो खनेर दुःख गरेर खासै बदम नै फलेको छैन क्या। के गर्ने, मेहनतको फल मिठो हुन्छ भन्छन् मान्छेहरूले। यो भनाइमा मात्रै ठिक छ जस्तो लाग्छ मलाई चाहिँ, हो कि नै सबिना? ल है साथीहरू, हामी दुईजनाले चाहिँ बदम खन्ने क्रममा चाहिँ मैले बाटामा चाहिँ होइन साना बाबु नानीहरू चाहिँ देखेको छु। उनीहरूले चाहिँ हाम्रो एकदम सिरियलहरू हेर्छन् भन्ने कुरा पनि सुनेको छु मैले चाहिँ होइन। त्यसैले गर्दा चाहिँ अब म एकैछिन उनी बाबु नानीहरूलाई चाहिँ भेटेर भिडियो बनाइदिन्छु। उनीहरूको चाहिँ होइन के कस्तो उ गर्छन् एकैछिन म चाहिँ गएर उनीहरूसँग भेटेर चाहिँ आउँछु होइन। त्यही हो। हजुरहरूले चाहिँ हेर्नुहोस्, के थाहा रमाइलो पनि हुनसक्छ सँगसँगै होइन। त्यही हो साथीहरू। अनि
म चाहिँ एकैछिन तिनी बाबु नानीहरूलाई भेटेर आउँछु। उनीहरूले चाहिँ धेरै सपोर्ट गर्छन् रे हाम्रो सिरियल भिडियोहरूलाई चाहिँ मैले सुनेको छु। अनि अब चाहिँ म जान्छु होइन भेट्नको लागि चाहिँ उनी बाबु नानीहरूलाई चाहिँ। अनि हामी दुईजनाले बदाम खन्ने क्रममा चाहिँ अब त्यही हो, धेरै बदाम भेटिएन, अब थोरै भेटियो भनौँ। अनि त्यस्तै भनौँ अब। अनि बाबु नानीहरू चाहिँ पर तलतिर छन् होइन, उता साइडतिर बाबु नानीहरू चाहिँ आइरहेका छन्। अब म उनीहरूलाई एकैछिन भए पनि केही कुराहरू सोध्छु। अब उनीहरूले के भन्छन् हेरौँ है त। ओहो बाबु नानीहरू स्कुलबाट आयो? ए हो र? थ्याङ्क यू ल। अनि के भन्छन् नै, बिदा भयो तिमीहरूको स्कुल? ए अनि कतिमा पढ्छौ तिमीहरू? ए अनि के भन्छन् नै, तिम्रो नाम के गरे बाबु? समीर। अनि यिनी बाबुको नाम? देव। ए अनि उनको? सनी। अबे जल्दी बोल, कल सुबह पनवेल। अनि उनको? अनुपम। अनि पछाडिको? भूपेन्द्र। ए अच्छा, भनेपछि तिमी बाबुहरू भर्खरै स्कुलबाट आयो होइन? ठीक है। तिमीहरू यत्रो जना मध्ये कसैलाई गीत गाउन यताउता के गर्न आउँछ कि आउँदैन? आउँछ। कसलाई आउँछ गरे? गीत तिमीलाई कमेडी गर्न आउँछ? कमेडी गर्न त म पुरै स्पोर्ट छु के। वाह ल स्टार्टिङ ल। अब गीत गाउँदै एउटा दामी गीत है फेरि। कमरैमा पाटकी कसेर मुसु मुसु हाँसेकी बसेर रुकुमै कोटा अरु के रे रुकुमै कोटा स्यान्नी रुकुमै कोटा। एक्सपोर्ट छौ? के कमेडी गर्न जान्छ मतलब कस्तो? खतरा गर्छु पहिला भन्नु छ। ल यो र म कमेडी गर्छु। ल कस्तो कमेडी गर्छौ एकैछिन? पहिला भिडियो गराउनु। समझ रहे हो? हो पक्का हो? पक्का। ल हुन्छ म भिडियो बनाउँछु है त। पक्का। ल एकैछिन है साथीहरू, म उनीहरूको भिडियो बनाइदिन्छु। अब होइन कस्तो कमेडी गर्दो रहेछन् अन्तिमसम्म हेर्नुहोस् है त। ल प्लिज ये अच्छा ल नाच है बाबुहरू ल खतरा। मैले खुसी दिन जानी नहोला के छाडी जानै पर्थ्यो र। ए देना मैं तेरे वास्ते नाची रे। देना मैं भी नाचा, मेरे को दो। क्या है रे? यिनी हाम्रा भाइहरूले खतरा डान्स देखाए। अनि बाबु तिम्रो कुन स्कुलका हो गरे? श्रेणी स्कुलका हो? तर खतरा नाच्दिनु रहेछौ यार। कसले सिकायो तिमीहरूलाई कुरकुटी? 50 बार बोल रहे हैं पढ़ने निकले वाले छात्रों को राजनीति से दूर रहना चाहिए हैं? अबे पढ़ाई लिखाई में ध्यान लगाओ, IAS बनो और देश को। ए ल ठिक छ, त्यहाँनिर उम्यो त तिमीहरू। ल एकदम खतरा नाचे सिरानीका भाइहरूले चाहिँ होइन। अब यो भिडियो चाहिँ युट्युबमा आउँछ। अनि युट्युबमा हेर्छौ कि हेर्दैन तिमीहरूले? पक्का हो? ठीक है तो सुधर जाओ, सुन लो मेरी बात, ठीक है? थोड़े मैनर सीख लो, एथिकेट सीख लो, तमीज सीख लो और अपना काम धंधा ढूंढो कोई, ठीक है? ये क्या है? अनि सब्सक्राइबहरू लाइकहरू सेयर गर्छौ कि नै? यो अब एक हप्ता पछि आउँछ होइन। सबैजनाले हेरेर अनि धेरै सपोर्ट, धेरै लाइक अनि सेयर गर्न सक्छौ? पक्का हो? नत्र भिडियो भाइरल हुन्न फेरि। ल ठिक छ, त्यसपछि त अब उ गरिदिन्छु होइन। अब तिमीहरूलाई पनि ढिलो भइहाल्यो होइन, अहिले टाइम भइसक्यो। तिमीहरू पनि 10 बजे त नाच्छौ के 10 बजेसम्म नाचिरहने हुन्छ र? अनि अब भएको ठिक छ, एकदम राम्रो नाच्दो रहेछन्। अनि एकैछिन म यिनी भाइको चाहिँ एउटा स्वरमा गीत भनौँ न, अब गीतको स्वर सुन्न चाहन्छु नि। अनि यिनी भाइलाई चाहिँ सबैले सपोर्ट गर्नुपर्छ। ल एकैछिन गाइदेऊ त एउटा मिठो गीत भाइ, एउटा राम्रो गीत गाऊ न, जे भए पनि। कालो कोटी कालोमा हो नि। ल गाउ न, गाउ, जे गीत आउँछ त्यही गाउ। ल गाउ त, मैले तिमीलाई नै फोकस गरेँ है क्यामेराले। ल छिटो।
तिम्रो चाहिँ त्यही उम्यो न उम्यो केही हुन्न साथी उम्मिदियो केही हुन्न सपोर्ट गर्न मिल्यो पछि गाउँदाखेरि उता हेर पाटुकी कसेर मुसु मुसु हाँसकी बसेर रुकुमै गोटा आँखानी राम्रो छ मन पर्याने ओठा आँखानी राम्रो मन पर्याने ओठा बस रुलाएगा क्या ल दामी गाए भाइहरूले चाहिँ हैन हाम्रो सिरानीका भाइ बहिनीहरूले चाहिँ एकदम दामी उ गरे आफ्नो कला देखाए अनि अब यस्तै गरी यिनी कलाहरू तिमीहरूले भोलि पर्सि हैन कुनै ठाउँमा देखाएपछि तिमीहरू चाहिँ खतरा भाइरल पनि हुन्छौ नाम पनि कमाउँछौ अब को कसको कति ट्यालेन्ट छ त्यति बेला थाहा हुन्छ पछि जान सक्छ कोही भाग लिन सक्छ कुनै ठाउँमा ल ठिक छ त्यसो अनि ड्रेस चाहिँ यो हो कि खासमा यतापट्टिको हो यो कि दुईटै हो आज कुन ड्रेस हो खासमा हुने दुईटै होइन होला जो लगा पनि हुन्छ ए सिरानी स्कुलको नाम के हो कसलाई थाहा छ वाह यिनी बाबुले गलत भने है अहिले त यिनीले चाहिँ ठिक भने यिनीहरूले पनि ठिक भने तिनटाले यिनी बाबुले त्यति हावातालमा बोले यार अनि ल ठिक छ अब तिमीहरू चाहिँ अब यहाँबाट जाऊ हैन बिस्तारै जाऊ अब हाम्रो भिडियो हेर्नु पर्यो कस्तो राम्रो पुराले हेर्नु होला हाम्रो भिडियो लाइक गर्दिनु होला आफ्नो भाइ सम्झे भने भाइ सम्झे जस्तै माया गरिदिनु होला नि भाइहरू चाहिँ गइसकेका छन् एकदम रमाइलो गरे कि मिनेटसम्म चाहिँ मजा लाग्यो मलाई पनि हेर्नलाई चाहिँ तपाईँहरूलाई पनि मजा लाग्यो होला पक्कै पनि अब चाहिँ हामी दुईजना चाहिँ बदम खन्नुपर्छ फटाफट लगाएर त्यसपछि चाहिँ अब बदम कति छ हेरौँ है साथीहरू यी यहाँ खन्दैछन् अनि यी जम्मा हाम्रो बदम चाहिँ यति नै रहेछ है आधा बाल्टी पनि भएको छैन हेर्नु त ऊ त्यहाँदेखिबाट खनेर अनि यहाँसम्म खन्दा पनि जम्मा थोरै बदम रहेछ त्यही हो सबिनाले विचार धेरै मेहनत गर्छन् यिनले चाहिँ हैन मान्छे धेरै मेहनती छन् अनि तर के गर्ने मेहनत भएर मात्र भएन अनि त्यसको फल पनि मिल्नु पर्यो अनि फल नै मिलेन नि भने जस्तो खासमा यो बदम पुरा खनेर नि कति जति हुनुपर्ने हो के अन्दाज गर त मतलब यो अहिले खनेको भरि फलेको भएको अलि धेरै के तर भएन नि आधा बाल्टी पनि भएन हेर्नु त साथीहरू थोरै भयो के थोरै लास्ट थोरै तर के गर्ने यस्तै छ जिन्दगी हैन साथीहरू त्यही हो अब चाहिँ हजुरहरूले सपोर्ट गर्नु होला हैन हामीलाई चाहिँ यत्रो मेहनत गरेर बनाएको छु ओके साथीहरू ल अर्को भिडियोमा भेटौँला भन्दै बाचा साथ बिराउन चाहन्छु हस् त नमस्ते